नमस्ते। नेपालको खबर त हजुरहरूले सुनिसक्नुभयो होइन? देयर आर लट अफ थिङ्स ह्यापनिङ राइट नाउ। कसैलाई राजा चाहिएको छ, कसैलाई राजा फ्याँक्नु परेको छ, एन्ड द वे दे आर डिमान्डिङ द थिङ्स इज नट ह्यापनिङ इन अ राइट वे। अराजक राजतन्त्रबाट होस् या गणतन्त्रबाट होस् या हामी जनताहरू तर्फबाट होस्, अराजकता फैलिरहेको छ। सो इट इज नट गुड फर एनी वान, एनी जनतास। यस्तो हो भने हामी नेता परिवर्तन गर्नु, राजा परिवर्तन गर्नुभन्दा अगाडि जनता हामी स्वयं आफै परिवर्तन हुन आवश्यक छ। यसरी ल्याएको कुनै पनि तन्त्र हाम्रै लागि हानिकारक हुनेवाला छ। बिकज द्वन्द्व हुन्छ भने जहाँ जनताको जनधन यसरी मासिन्छ भने हामीलाई कुनै पनि यस्तो तन्त्रको आवश्यकता पर्छ जस्तो मलाई लाग्दैन। एन्ड यही कारणहरूले गर्दाखेरि चाहिँ हामी विदेशमा हुने मान्छेहरू चाहिँ नेपाल फर्कन चाहना हुँदाहुँदै पनि फर्कन सक्ने स्थिति रहिरहेको छैन। सो गिभ अस अ रिजन टु कम ब्याक टु डु समथिङ। या त लाज भइसक्यो क्या, या त यहाँको मान्छेहरूले त्यो देश त यस्तो भइरहेछ, या त त्यो देशमा यस्तो भइरहेछ भन्दाखेरि लाज भइसक्यो हामीलाई। मान्छेहरू कति कम्पिटेटिभ एआईको दुनियाँमा पुगिसक्यो एन्ड वी आर स्टिल अन द ढुङ्गा मुढा फाक। अनि त्यत्तिकै डिप्रेस भइरहेको हुन्छ लाइफ। यहाँ यत्तिकै केओटिक लाइफ चलिरहेको हुन्छ। एन्ड द थिङ्स ह्यापनिङ राइट नाउ इन आवर कन्ट्री, इन माई कन्ट्री, इट्स भेरी ब्याड। थाहा छैन, मलाई त हानिरहेछ माइन्डमा, तपाईँहरूलाई के भइरहेछ। मलाई यस्तो तन्त्र चाहिएको छैन। साइनिङ अफ राइट नाउ। मेरो फ्रस्ट्रेसन हो, म निकाल्न खोजेको निकालेँ। अब म गेट ब्याक टु माई ओन जोन। टेक केयर, बाई बाई।